नमस्ते। यदि तपाईँ साँच्चै नेपाली क्रिकेटको फ्यान हुनुहुन्छ, यदि तपाईँ साँच्चै नेपाली क्रिकेटलाई माया गर्नुहुन्छ भने यो माथिको भिडियो एकछिन स्किप नगरिकन सुनिदिनु होला है। नेपाल की टीम में भी एक पाकिस्तान का प्लेयर है, उसको भी वीजा नहीं मिलेगा। यो इन्डियन मिडिया हो। इन्डियन मिडिया यो न्युजका लागि जे पनि गर्ने रहेछन्। हेर्नुस् त, भ्युजका लागि गलत न्युज मात्रै दिने रहेछन्। यो पाकिस्तानको प्लेयर नेपालमा क्रिकेट टिममा सामेल रहेको छ भनेर भनेको छ। उसले गलत अफवाह फैलाएको छ। उसको युट्युबमा 3-4 लाख भ्युज आएको छ। भ्युजका लागि त्यस्तो गलत न्युज दिने यो साला इन्डियन मिडियाले गलत मात्रै न्युज फैलाउने गर्छ। के भन्नुहुन्छ तपाईँ? यो हाम्रो नेपाली क्रिकेट टिममा रहेका हाम्रा जस्तै आसिफ शेख, आरिफ शेख, साहब आलम, नन्दन यादव, आदिल आलम अनि यो शेख थर भएको कारणले यो साला चुतियाले पाकिस्तानी प्लेयर नेपाली टिममा छ भन्यो। बुवालाई पनि बेच्दिने हो यिनीहरूले त। जस्तो सुकै न्युज पनि यो उल्टो न्युज प्रसारण गर्ने रहेछन् सालाहरू। के भन्नुहुन्छ तपाईँहरू? कमेन्टमा लेख्नु होला। जिम्बाब्वेमा सिकन्दर राजा, इटलीमा 3-4 प्लेयर, अनि साउथ अफ्रिकामा हैदर अली, अरू कुन प्लेयरहरू थिए पाकिस्तानका, तर विदेशमा जन्मेका प्लेयरहरूलाई पनि समेत भिजा नदिने भनेर गरेको थियो। त्यसै कारणले नेपाली टिममा पनि पाकिस्तानका प्लेयर रहेका छन् भनिरहेछ यो साला मिडियाले। तर हाम्रो डोमेस्टिक लिगमा पनि, टुर्नामेन्टमा पनि हामी फरेनर प्लेयर घुसाउँदैनौँ। नत्र भने यो नेपाली टिममा यसरी फरेनर प्लेयर हामी खेलाएको भए त उहिले नै वर्ल्ड कप त हामी सायद जित्थ्यौँ होला। किनकि 2-3वटा प्लेयर अस्ट्रेलियाका, 2-3वटा न्युजिल्यान्डका, इङ्ल्यान्डका प्लेयरहरू ल्याएर खेलाइदिएको भए हामी त रिटायर प्लेयरहरू भए पनि जित्थ्यौँ नि। अरू देश त गरिरहेछ, इटली, युएसए, कतार, जापान भनिरहेछन्। तर इन्डियाका, पाकिस्तानका प्लेयर, बङ्गलादेशका प्लेयरहरू प्राय यी देशका टिममा रहेका छन्। तर हाम्रो नेपालमा हाम्रै लोकल ट्यालेन्टहरूबाट हामीले नेसनल टिमसम्म हामी आफ्नै प्लेयरहरू खेलाइरहेका छौँ। तैपनि साला यो मिडियाहरूले त्यस्तो युट्युबरहरू हावा तालमा भ्युजका लागि खराब न्युज प्रसारण गरेको पाइएको छ। यसले प्रतीश जीसीको इन्टरभ्यू पनि, तर प्रतीश जीसीले यो हिन्दीमा बोलिरहेको थियो नि। प्रतीश जीसीले आफ्नै तैँले हिन्दीमा इन्टरभ्यू लिए पनि प्रतीश जीसीले आफ्नो एटिट्युड देखाएर इङ्ग्लिसमा उसको उत्तर दिएका थिए। ऊ बुझ्न सकेको थिएन। त्यही रिसका कारणले आज यसरी गरिरहेछ। यो गलत न्युज दिइरहेको छ साला चुतिया। ल तपाईँ साँच्चै नै नेपाली क्रिकेट फ्यान हुनुहुन्छ भने मेरो च्यानल लाइक र सब्सक्राइब गरिदिनु होला। साथै कमेन्टमा लेखिदिनु होला। धन्यवाद। यति भन्दै बिदा हुन चाहन्छु। ल।